आज चाहिँ हामी माइजूको घरमा हैन मोमो खाँदैछौँ। मोमो पार्टी हुँदैछ। दिवालीको गेट टुगेदर दशैंको यो चाहिँ दिवालीको गेट टुगेदर हो हैन। माइजूको फेसबुक पेजमा वेलकम छ तपाईहरु सबैजनालाई। सो यहाँनिर चाहिँ हाम्रो डो पनि रेडी भइसकेको छ हैन। अन्त हामी चाहिँ यहाँ किमाको लागि प्याजहरू पनि काट्दै थियौँ हैन। अन्त आज चाहिँ हामीले अस्ति नै हामीले चाहिँ चिकन मोमो खाने प्लानिङ गरेको थियौँ नि त हैन। सो आज चाहिँ फाइनली ढोक्रिरहनु भएको छ हैन साथीहरु। सो त्यही हो, अब घरको कामले गर्दाखेरि सबैजना अब भ्याउँदैन नि त एउटै टाइममा। सो आज चाहिँ हामी सबैजना यहाँनिर मोमो बनाउँदैछौँ हैन। सो लास्टसम्म हेरिदिनुहोस् होला। अन्त यहाँ चाहिँ माइजूले किमा बनाउनु हुँदै थियो हैन। सो मिक्स गर्नु हुँदै थियो माइजूले चाहिँ यहाँनिर सबै। अन्त हाम्रो चाहिँ यहाँनिर डो पनि मजाले पास पुगिसकेको थियो। अन्त किमा पनि एकदम रेडी भइसकेको छ हैन। अब चाहिँ हामी बनाउनुतर्फ लागेको साथीहरु। हामी सबैजना चाहिँ मजाले गफ गर्दै बनाउँदै थियौँ नि त हैन। सो त्यही भएकोले गर्दाखेरि चाहिँ हामीले भिडियो गर्नै बिर्सेछौँ नि त हो। अन्त यहाँ आधी बिसदेखि गर्दैछौँ हैन। यहाँ सबैजना आफ्नो आफ्नो काम, कोही बेल्ने कोही बनाउने, सबैजना अब आफ्नो आफ्नो काम गरिरहेको थियौँ गफ गर्दै हैन। अब त्यस्तै हो, सबैजना भेला भएको बेलामा चाहिँ यति बेसी गफ जान्छ हैन। सो यहाँनिर पनि हामी सबैजना त्यस्तै भइरहेको थियौँ गफ गर्दै मजाले सबैजना काम गर्दा यति छिटो बनाइसकेको थियौँ कि हामीले मोमो चाहिँ अब हामीलाई चाहिँ अब टाइम कति छिटो स्पेन्ड भयो भनेर याद पनि नभएको नि हैन। सो फाइनली हामीले चाहिँ यहाँ मोमोहरू पनि बनाउनु अब यो चाहिँ बनाइसक्नु आँटेको थियौँ हैन। अन्त यहाँनिर चाहिँ माइजू र नानाले बनाउनु हुँदै थियो हैन। यो पनि ओपो राम्रो छ। सो यहाँनिर चाहिँ माइजूले मोमो देखाउनु हुँदै थिएन, एकदमै जुसी भएको थियो हैन। सो हामीले चाहिँ यहाँ बनाइ पनि सक्नु आँटेको थियौँ। यो चाहिँ लास्ट थियो नि त हो। अन्त केटाकेटीहरू पनि यतिकै यहाँ खेलिरहेको थियो, टिभी हेर्दै बसिरहेको थियो केटाकेटीहरू पनि हैन। यो चाहिँ हामीले लास्ट अब मोमो बनाइसक्ने बेलाको भिडियो हैन साथीहरु। हामीले चाहिँ अगाडि गर्नै बिर्सेछ नि त, यो चाहिँ सबैजना गफको धुनले गर्दाखेरि। सो लास्टमा भए पनि गरेको हैन। अन्त हाम्रो मोमो चाहिँ यहाँ पाकेर पनि आधी चाहिँ रेडी भइसकेको छ हैन। अन्त यहाँ चाहिँ तातो तातो मोमो पाक्दैछ पनि हैन, आधी रेडी पनि भइसकेको छ। मोमो चाहिँ हेर्नुहोस् है साथीहरु, एकदमै जुसी भएको थियो हैन। अन्त यहाँनिर चाहिँ हाम्रो सुप पनि अलरेडी रेडी भइसकेको छ हो। सुप पनि एकदमै मिठो भएको थियो हैन। मोमो पनि एकदम दामी भएको थियो। Bye bye सबैजनालाई। Thank you so much for watching. See you in next video everyone.